गाइज लास्ट सो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अहिले चाहिँ 2 बजिसकेको छ। आज चाहिँ हामी पिकनिक जानको लागि रेडी भएको 2 बजे नै र 2 बजेदेखि रेडी हुन भएको, तर अब खै कतिखेर जाने थाहा छैन। अब एकछिन पछि हुन्छ जानलाई चाहिँ होइन। अहिले चाहिँ म सातु र तातो पानी खाँदैछु र भिडियो हेर्दै गर्नु होला र म अहिले एकछिनमा भेट्नेछु एकदम। र साथीभाइहरू हामी चाहिँ निस्किसक्यौँ घरबाट होइन, बजारतिर। हाम्रो सुजन छ। सुजन के हो के गरे यहाँ हेर्न केरा उयो कि चना कहाँ छ केरा हो खोइ? ए चना के चना केरा भयो चना पनि छ, गेडागुडी पनि छ। कहाँ छ खै गेडागुडी? ए यो गेडागुडी हो। चाहिँ बजार निस्किन लागि हतार रहेछ होइन। अनि कहाँ त ब्लग? जुन बेसमा बनाउने अनि यहाँबाट त बनाउने नि हो। सनराइज भने के अरे? हिमालय सनराइज बिहानबाट हिमालय सनराइज बिहानबाट हिमालय सनराइज के अरे? सनराइजलाई हिमालको के अरे? हिमाल सनराइज बिहाको होइन त? पासाङ नजाने? ल उसिनेको आलु हो? त्यो उसिनेको आलु चाहिँ त्यसमा हाल ठिक। भिजो त कुरा हो? हाल भिज्यो नभिजेर नुन असल कति भिजाएको छ अरे? सोनामलाई सोध्न। ओइ सोनाम यो भिजेको हो कि भन् त? खोइ यसको भिडियो के चाहिँ यहाँ के रहेछ हेर त? हाइगर हेलो गाइज गुड मर्निङ। गुड मर्निङ घोप्टो पारेर घोप्टो पारेर दिनु न त्यसलाई। के तँ नै लुगा लगाएको छ होइन? केटा हो यति आलुको बिहान खाने के पैसा तँलाई त पुग्यो नि के पुग्यो पैसा सबैलाई। कस्तो पैसा? पैसा खै पुग्ने कि नपुग्ने? के को पैसा हो? अब भने उता नि खै कति पैसा लाग्ने जस्तो कुरा गर्थ्यो। ए पुग्छ होला त। ल हाल्न न, कहाँ हाल्ने हो? दाइ कहाँ छ? कहाँ? त्यही त डिगीमा हाल्ने हो क्या? मादाले यस्तै चिसोमा राख्ने केटा हो सिधै न? दाउरा खान्छ आछिङ किन दाउरा पनि नबजान एकछिन। केटा हो खात अहिले निकाल्ने समस्या पर्छ है। दाउरा निकाल्ने नि पहिला। नपेलले कता के भाँच्ने कुरो छ? यो छ क्या ए ल भयो त हल्लियोस् त त्यही भएर हल्यो। यता पनि खाँदैछ त केटाहरूले। के खाँदै? कार्टुन छ। मलाई जाकेट देऊ न। यो चाहिँ भित्र राख्दियो।
मलाई चाहिँ हान्ने कुरा हो रोसनगर मेरो चाहिँ के हो कमले बोक्नु हिँड्ने त अहिले हेर्नु तमासा त उहाँ पुगेपछि देख्छ तमासा कोही अरूको घर कोही आएको त कति होला कासो मुस्कानले ठिक गरे यार एकदम ठिक गरे छैन मसँग कुकुर ए खात्ने ठाउँ त रहेन नि खोइ छैन त ठाउँले ठाउँै छैन मुनिबाट हाल्नु भनेको त्यही त मुनिबाट हाल्ने ठाउँै रहेन के हाल्नु यो पहिरो छैन हैन खाँदैन खानु काले बच्चाले तना भुदो फेरि अहिले बस्नेलाई यहीँ माथि बस भन्नुपर्छ हो अनि के गर्नु हामी चाहिँ जुनबेसीको लागि रामपुरबाट हिँडिसक्यौँ हामी चाहिँ बाटोमा छौँ अहिले अँध्यारो नै छ अहिले चाहिँ 4 बजिसक्यो र साथीहरू चाहिँ रमाइलो गर्दैछ गीत बजाएर गीत नहाल्नुको कारण चाहिँ युट्युबले कपिराइट हान्ने भएकोले हो र भिडियो हेरिदिनु होला सबैजनाले र हामी चाहिँ ओखलढुङ्गा रमाइलो डाँडामा झरेर खाजा र पानी किन्नका लागि पसलमा बस्यौँ ओखलढुङ्गाभरिमा यतिखेर राति नै छ नि त अँध्यारो नै त्यही भएर एउटा मात्र पसल गरेर रहेछ हामीले सामान त्यहीबाट लियौँ हामी चाहिँ रमाइलो डाँडा छौँ केटाहरू ओहो यो छिरेको यता यो कहाँबाट आयो हजुर याम्बु पानी खान्थ्यो कि खुट्टा खुट्टा किची अहिले पछि खान्छ के हुँदैन तिर्खा लागेको चाहिँ अहिले जुनबेसी गुम्बामा आइपुग्यौँ गाडी चाहिँ उता परेछ बिग्रेर होइन गाडी बिग्रेर तनाव छ हामी चाहिँ गाडी छोडेर घुम्न आएर लेट्स सी जुनबेसी गुम्बा कति केटा हामी चाहिँ अहिले जुनबेसी गुम्बामा आइपुगिसक्यौँ होइन गुम्बा चाहिँ दामी रहेछ जे भए पनि है गुम्बा त दामी रहेछ होइन यता चाहिँ भाइ छ उता बाहिर साथी छ जुत्ता फुकालेर मिल्छ होला नि जुत्ता फुकाएर पस्थ्यौँ के जुत्ता केटा फुकाएर पसेर हेरिदिउँ लामा अङ्कलहरू भएदेखि त सोधेर जानुहुन्थ्यो नि भित्र जानु मिल्छ किन फोन गरेर माथि गुम्बा ए आउनु मिल्छ लास हुन्छ हजुर माथि खोइ के गुम्बा हो यो के गुम्बा हो अङ्कल जुनबेसी गुम्बा हुन्छ पर्दैन माथि गुम्बाबाट हुन हजुर हामी रामपुरबाट ओखलढुङ्गा हजुर ए यता माथिपट्टि हजुर होइन जाने ए हुन्छ
गुम्बामा खोलिदिन्छु ल भाइ हामीलाई चाहिँ लामा दाइले गुम्बा खोलिदिनुहुन्छ होइन यस्तो हुन्छ गुम्बा म थाहा छैन यता माथि बनाउँदै गरेको हो भाइ यता त्यो माथिको त नयाँ गुम्बा हो बनाउँदै गरेको हो हजुर यहाँ चाहिँ तपाईँ एक्लै हुनुहुन्छ म एक्लै हो ए एक्लै अरू छैन भाइ यहाँ ठुल्ठुलो पूजाको बेला त आउनुहुन्छ हजुर यहाँ त म पूजाहरू मात्रै हो ए ठुल्ठुलो पूजाहरू मात्रै आउनुहुन्छ साथीहरू एकदम पुरानो भयो क्या यहाँ चाहिँ सोध्नु तीनचोटि कतिचोटि ढुक्नुपर्छ तिनचोटि भाइ मलाई थाहै छैन यार तीनचोटि होला मैले ए 1626 36मा ए 36 स्थापना भयो भनेपछि लगभग 400 वर्ष चाहिँ पुरानो हो ए उहाँ चाहिँ कसको फोटो हो कुन चाहिँ भाइ ऊ त्यो यता छेउको चाहिँ हजुर त्यो आउ लेक्से भन्ने गुम्बाको हो अब ठुलो लामा हुनुहुन्छ गुरु जस्तो है हजुर हजुर त्यहाँ जानु मिल्छ हामी मिल्छ 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 गएर फोटोहरू खिच्दा मिल्छ ए हुन्छ उहाँ चाहिँ गुम्बाको पुरानो लामा होइन त पुरानो लामा हजुर हजुर लगभग तपाईँको 20जना 30जना कुरोहरू अनि यहाँ बिहानदेखि नै पूजा हुन्छ कति दिनको पूजा हो एक हप्ता एक हप्ता अनि यहाँ लामा नाचहरू हुन्छ लामा डान्सहरू हो अनि हाम्रो ठुलो लामा प्रमुख लामा हुन्छ उहाँ त अहिले जुन फुमुची गुम्बामा हुनुहुन्छ त्यो चाहिँ कहाँको छ फुमुची गुम्बा यतै भाइले थुप्तिन छोलिङ देख्नु भएको छ थुप्तिन छोलिङ गुम्बा थाहा छैन थाहा छैन है हजुर यहाँ म देखाइदिन्छु बाटो जानुहुन्छ भने भाइलाई टाइम छ भने अहिले त टाइम छैन गाडी बिग्रेर पर छोडेर हामी चाहिँ यता आएको ए गाडीबाट आउँदा झन् नजिकै पर्छ गाडीबाट आउँदा भाइले त 20 मिनट पुग्छ ए हो अहिले गाडी बन्यो भने हामी जान्छौँ ए हजुर थुप्तिन छोलिङ गुम्बा भनौँ न ए हुन्छ माथिको थुप्तिन छोलिङ गुम्बा यो चाहिँ जुम्बेसी गुम्बा हो हजुर पुरानो त यो पुरानो हो माथिको चाहिँ लगभग 150 वर्षदेखि भयो होला अनि यो त अहिले लगभग 400 वर्ष नै कटिसकेको ए हजुर तपाईँको नाम चाहिँ मेरो नाम चाहिँ मेरो घर चाहिँ चिवाङ हो भनेको कता चिवाङ भने फाप्लुको नजिकै ए ए फाप्लु एयरपोर्ट छ नि भाइ हजुर त्यहाँबाट नजिकै पर्छ मेरो घर चाहिँ ए अनि मेरो नाम चाहिँ छेवाङ लामा छेवाङ लामा छेवाङ लामा। शेर्पा हजुर शेर्पा ए ल धन्यवाद तपाईँलाई पनि हस् भाइहरू पनि आयो भिजिट गरिदिनु भयो हजुर उहाँ चाहिँ को हुनुहुन्छ उहाँ चाहिँ यो गुम्बाको हाम्रो जिन्दार भन्छ नि भाइ हजुर ओनर ओनर जिन्दार भन्छ नि दादा सबैभन्दा ठुलो ठुलो त होइन भाइ उहाँहरूले पैसा चलाउँछ कि ए ए पैसाहरू दिनुहुने गुम्बालाई अब सहयोग चाहिन्छ नि त नेपाली हो कि विदेशी हो उहाँ नेपाली नै हो शेर्पा नै हो ए शेर्पा नै उहाँ हुनुहुन्न बितिसक्नु भयो ए बितिसक्नु भएको बितिसक्नु पहिला सानोमै ए ए सानो हुँदैन यो पहिलाकै फोटो हो हजुर पहिला हो ए ए हुन्छ त भाइ ए हुन्छ जाने चाहिँ भनेको त थुप्रै ठाउँ गुरु गाडी बिग्रेर भाइ ओखरडुमा पढ्नुहुन्छ हजुर ए आज हाम्रो गुरुले सबै बताइदिनु सक्नुभयो गुम्बा चाहिँ एकदमै राम्रो छ सबैजना एकचोटि भिजिट गरिदिनु होला यो गुम्बामा यो ठाउँमा एकदमै राम्रो छ चिसो चाहिँ अलिअलि छ तर चिसोले खासै चिसो पनि रहेनछ र सबैजना आइदिनु होला एकचोटि यो गुम्बामा एकदमै राम्रो छ र गुरुले सबै भनिदिनु भयो हामीलाई होइन
अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ गुम्बाबाट। हाम्रो गाडी चाहिँ बिग्रेर पर छ राखेको, मेकानिक बोलाएर बनाउँदै हुनुहुन्छ, तर खै बन्छ भन्दैन थाहा छैन अहिले चाहिँ। गुरु हामी लाग्यौँ ल अब। हस् धन्यवाद। हजुर जाउँ ल। अब हामी चाहिँ फर्किन लागेको र भिडियो खिच्दा स्टोरेज नै फुल भइसक्यो होइन। केटाहरूको केही भन्नु छ? हेलो गाइज, वेलकम टु आवर मोहन वाइट ब्लग। गुम्बा कस्तो लाग्यो? बब्बाल गुम्बा एकदमै राम्रो छ। अनि यता चाहिँ मेरो रितेश भाइ र हजुर ए छिर्ने बेला म त नयाँ हेरेँ झ्याल त। त्यत्रो खोल्नु पर्दैन केटा। ल जाउँ केटा। मेरो चाहिँ स्टोरेज एकदमै फुल भइसक्यो। दिलीप यहाँ नआउनेहरूलाई कति रिग्रेट लागिरहेको होला भनिदेऊ त भिडियोमा। स्वर्ग छ यार, स्वर्ग 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 यहाँ चाहिँ क्लियर देखिदिनु है। क्लियर राम्रो छ। गुम्बा चाहिँ एकदमै राम्रो छ। अनि अर्को अर्कै छ क्या। कुन गुम्बा रे अर्को? छोली छेतुङ छोली गुम्बा चाहिँ यहाँबाट गाडीमा त 15-20 मिनट लाग्छ अरे। अब गाडी भयो भने हामी त्यहाँ पनि जान्छौँ, नत्र हामी अर्को चोटि हेर्नुपर्छ। यता पर चाहिँ नयाँ गुम्बा बन्दै रहेछ र त्यहाँ चाहिँ अहिले जाने अवस्था छैन। हाम्रो लास्टै टाढा छ त्यहाँ चाहिँ, टाढा भन्दा नि धेरै उकालो माथि रहेछ, त्यही भएर अलिक नहुने भयो। हामी चाहिँ एकदमै राम्रो छ गाउँ चाहिँ होइन। अब एकचोटि सबैजना आइदिनु होला। अब योचोटि नआउनेहरू साथीहरू पनि अर्कोचोटि चाहिँ आइदिनु होला, एकचोटि घुमिदिनु होला होइन। त्यहाँ बत्ती बाल्नु मिल्थेन केटा। बत्ती बाल्नु मिल्छ तर बिर्सिहाल्यो सर। बत्ती बालेर आउनु पर्छ नि यार गुम्बामा पुगेपछि त म्याम। हो या केटा हो केटा, हामीले एउटा गल्ती गरेछौँ नि। बत्ती बालेर गुम्बामै पुगेर बत्ती नबाली आइछौँ। बिजोग भयो कि वातावरण चाहिँ मलाई बेस्ट लाग्यो। तर नि ठिकै छ होइन। एकदम गुम्बामा पुगेर बत्ती बाल्न चाहिँ बिर्सिनु भने साथीभाइहरू हामीले ठुलो गल्ती गऱ्यौँ यार। गुम्बामा पुगेर बत्ती चाहिँ बालेर आउनुपर्छ, तर यहाँ आएर पो सम्झिनु। अब अर्कोचोटि आउँदा गाइड हामी चाहिँ हिमाल चाहिँ उहाँ छ। अनि म होइन मोहन दाइ हजुर ल अझै एउटा भिडियो पठाइदिन्छु ल बक्का छ त्यो। गाइस अब त्यही हो, अब हामी चाहिँ गाडीतिर जानुपर्छ। अब यहाँ मुनि पनि रहेछ, उहाँ छ ठ्याक्कै होइन। र त्यही अलिअलि जाडो लागिरहेछ। अघि चाहिँ जाडो भइरहेको थियो, अहिले त तातो नै छ, घाम लागेर होला। र साथीहरू चाहिँ अगाडि छ, साथीभाइहरू चाहिँ, र म चाहिँ पछि आइरहेको छु। र हामी अब तलै गएर भेट्छौँ है त। र यहाँ चाहिँ यो जुन बेसी माध्यमिक विद्यालय हो, जुन बेसीको विद्यालय हो। र यहाँ चाहिँ हामी डिटो गएर पढाइ भइरहेको रहेछ। र यो चाहिँ जुन बेसीको स्कुल हो होइन। एकदमै राम्रो रहेछ। त्यहाँ खेल्ने ठाउँ, त्यो टोयलेट होला, एकदमै राम्रो रहेछ। तर कति क्लासहरू लेखेको रहेछ, एकदमै राम्रो रहेछ, पढाइ हुँदै रहेछ। तर हामी त्यता चाहिँ जाँदैनौँ साथीभाइहरू। र हामी अब निस्किनु पर्ने हुन्छ। यता खेल्ने ठाउँ पनि रहेछ। ल हामी चाहिँ निस्किन्छौँ। त्यहाँ धारा रहेछ। यहाँको वातावरण नै छुट्टै छ क्या साथीभाइहरू, पुरा चिसो छ। यता पसलतिर नि खतरा सामानहरू छ क्या। कुरै छोडिदिनु, स्वर्ग भन्दा पनि के फरक पर्दैन, यस्तो खतरा हावा पनि छ कि। सञ्जय भाइले घुमाउँदैछ होइन। ओइ उल्टो हात नि, उल्टो भयो होला होइन यता होला। यता हो, यता लेफ्ट। दाइ
यो घुमाउने यता हो कि यता यता है यता चाहिँ हो क्या तिमीले उल्टो घुमाए यता चाहिँ हो के होइन हौ देब्रे यता पर्छ दाहिने यता हो क्या यताबाट घुमेर जाँदा कता पर्छ यता यता दाहिने यता देब्रे अनि देब्रे जाने हो यो ल सोध त देब्रे कि दाहिने भन्नु त अङ्कल अङ्कल घुम्ने देब्रे कि दाहिने देब्रे कि दाहिने यता क्या यता होइन त्यो कुरै बुझ्न गाह्रो छ ओ माय ल जाउँ हामी चाहिँ साथीभाइहरू हामी चाहिँ फर्किसकेको होइन अन्त अब यहाँबाट यस्तो जानुपर्छ यो गुम्बा चाहिँ यताबाट चाहिँ जाने हो हावा चाहिँ लास्टै चल्दो रहेछ अहिले चाहिँ यहाँ नयाँ हाइड्रो पावर बनिरहेको रहेछ साथीहरू हाइड्रो पावर उतै जान्छौँ साथीभाइहरू अब थाकेर लाला कुरो भइसक्यो गाडी नै बिग्रेर कनाएको छ अब कसरी घर फर्किने हो गाडी बन्छ बन्दैन केही थाहा छैन यार लास्ट बिजोग बनायो गाडीले पनि केटा हो त्यही पनि गुम्बा पुगेर आयौँ मन हल्का भइरहेछ त्यही कुरामा कहाँ त्यहाँ उभो नजाउँ होला हौ त्यहाँ उभो त यार उता परतिर गएर बसौँ त्यता त नजाने नजाउँ जाने त नि जान त ल गइदिउँ हाई गर केटा हो हाई गर खदरी हाई गर बाइकहरू चाहिँ ठन्डै ल जाउँ न त फटाफट गएर काम चलिरहेको होला कि छैन कराउने हो कि तिमीहरू यो भित्रभित्र किन आएको होइन हो यार मलाई त्यही डर लाग्छ मलाई तारहरू त्यहाँ हेर्दा बाटोमा ल हिँड्छ यहाँ अगाडि हामी त हिँड्नेवाला छैन अगाडि त्यता नजाऊ र क्या नजाऊ र जाउँ फर्क्यौँ ल ल मुस्कान केटाहरूले नि नजाऊ रे नजाऊ भने के जाने हो क्या मलाई जानु मन छैन यहाँ अब आउँदै जानुपर्छ केटा अब खाना पनि रोडमै पकाएर खाने होला त्यही त हो नि अब कहाँ पुगेर खाना पकाएर खाने भन्ने सोच थियो अरे हाम्रो इस खायो जाँदा खाना अब रोडमै खाना त्यहीबाट गाडी बनाएन फर्क्यो नत्र उही के हुन्छ र अर्को गाडी मगाउँछ होला अर्को गाडी नमगाए के गर्छ हावा चाहिँ लास्टै चल्दो रहेछ अहिले चाहिँ 11:30 भइसक्यो त्यही के गर्छन् हौ केही थाहा छैन यार अब हेरौँ के भन्छ गाडी बनायो भने त्यसैमा नत्र नयाँ बोलाउँला नि ल हामी चाहिँ उतै गएर भेट्छौँ ल धोका दियो साथीभाइहरू स्टोरेज फुल एम्बु ओ गाडी बन्यो गाडी बन्दैन रे ल के भएको रे पिकअप लिएन हौ स्टार्ट चाहिँ भयो घ्याटाटाटी हुन्छ पिकअप लिएन के उठ्दैन ले अनि अर्को गाडी आउँछ अरे कि त्यही अब त्यही होला नि बनाउँदै हाल्छौँ अब ल ल स्टोरेज फुल केटा हो अनि भिडियो खिच्दा खिच्दै झ्याप झ्याप मर्छ के भएको भिडियो पनि कस्तो आइरहेको छ थाहा छैन घामले टल्केर काला ओ यहाँ त लाइन पो करेर आइरहेछ त त्यही केटा हो घरबाट त नजा छोरा सक्छस् भने बरु बस त्यही पैसा चला यहीँ भन्थे नमानेर आएको जाँठा बाटोमा बेपत्त भनेको ठाउँमा नि पुगेन यो चाहिँ सानो जुन बेसी हो भने माथि अर्को ठुलो जुन बेसी रहेछ हामी चाहिँ ठुलो जुन बेसी जाने भनेको खै गाडी त छैन ठुलो जुन बेसी जाने सपना बसेको केटा हो सानो जुन बेसी चाहिँ पुगेर आयौँ ठुलो जुन बेसीमा चाहिँ त्यहाँ भएको ठुलो लामा गुरुहरू हुनुहुन्छ अरे माथिको गुम्बामा चाहिँ तर खै गाडीको पारले त
चाला जस्तो छैन। केटाहरूले रोडमै भात पकाइरहेछ भन्ने सुनेको थिएँ, अब गएर हेर्नुपर्छ के गरिरहेछन् केटाहरू होइन। यस्तो छ हालत यार बिजोक। तर त रमाइलो भइरहेछ, तर गाडी बिग्रेर त अब कसरी फर्किने? 12-1 बजे गाडी बन्छ अरे। अहिले कति बज्यो भन्दाखेरि। धन्यवाद सबैजनालाई फुल भिडियो हेरिदिनु भएकोमा। र हामी चाहिँ त्यस्तै जुनबेसीबाट रातिको 10-11 त होइन 9:30 आइपुग्यौँ रातिको। र गाडी बिग्रेर बनाएर ल्यायौँ। हामी माथिल्लो जुनबेसी पनि पुगेर आयौँ, तर त्यो माथिको जुनबेसी पुगेको भिडियोहरू चाहिँ सबै डिलिट भएछ। मेरो मोबाइलको चाहिँ स्टोरेज फुल भएर भिडियो खिच्न नि पाएन। र त्यो खिचेको 1-2वटा राम्रो त्यो गाडी बिग्रेकोहरूको थियो, त्यही पनि डिलिट भएछ साथीहरू। त्यही अब के गर्नु, जति छ त्यति चित्त बुझाउनु पऱ्यो, भिडियोहरू डिलिट भइहालेछ। र त्यही हो, सबैजनाले भिडियो हेरिदिनु भएकोमा धन्यवाद फेरि पनि। र सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै नै छौँ। र